दर्शकवृन्द नमस्कार, बोल्दैछु परशुराम श्रेष्ठ। यहाँहरूलाई हाम्रो यस युट्युब च्यानलमा हार्दिक स्वागत गर्न चाहन्छु। आउनुहोस् दर्शकवृन्द, आजको विषय वस्तुतर्फ लागौँ। आजको विषय वस्तु रहेको छ सपना देख्ने आँखा र मेहनत गर्ने हात। पूर्व क्षितिजमा घाम बिस्तारै उदाउँदैछ, आकाशमा सुनौलो रङ फैलँदैछ। त्यो प्रकाशसँगै एउटा सन्देश आउँछ, हरेक अँध्यारो पछि उज्यालो आउँछ। हाम्रो जीवन पनि यस्तै हो, हिजो जस्तो भए पनि आज फेरि सुरु गर्ने मौका हामीसँग छ। तर प्रश्न एउटै हो, के हामीले आफ्नो जीवनको दिशा तय गरेका छौँ, लक्ष्य बनाएका छौँ? जब मानिससँग स्पष्ट लक्ष्य हुँदैन, उनी कुहिरोको बाटोमा हिँडे जस्तो लाग्छ। कहाँ जाने हो थाहा हुँदैन, के गर्ने थाहा हुँदैन। भिडसँगै हिँडिरहन्छ तर आफ्नै बाटो उसले भेटाउँदैन। त्यही कारण धेरै मानिसहरू जीवनभर अलमलमै बिताउँछन्। तर जब लक्ष्य स्पष्ट हुन्छ, त्यो लक्ष्य एउटा प्रकाश जस्तै बल्छ, प्रकाश जस्तै बन्छ पनि। अन्धकारमा बाटो देखाउने जस्तो, टाढाबाट देखिने पहाडको शिखर जस्तो। त्यसपछि मानिस भित्र एउटा आगो बल्छ, म त्यो गर्न सक्छु भन्ने विश्वास जाग्छ र यही विश्वासले उसलाई अगाडि बढाउँछ। सपना देख्नु सजिलो हो, तर सपना पूरा गर्न सजिलो हुँदैन। रातको निन्द्रा त्यागेर पढ्ने विद्यार्थी, घाममा पसिना बगाउने कामदार, बारम्बार अभ्यास गर्ने व्यक्ति, यिनीहरूको जीवनमा एउटा कुरा साझा हुन्छ, त्यो हो मेहनत। मेहनत नै त्यो साँचो शक्ति हो जसले साधारण मानिसलाई असाधारण बनाउँछ। जब तपाईँ अगाडि बढ्न थाल्नुहुन्छ, केही मानिसहरूले तपाईँलाई रोक्नेछन्। उनीहरूले भन्न सक्छन्, त्यो त तिम्रो लागि होइन, तिमीले गर्न सक्दैनौ। तर सम्झनुहोस्, उनीहरूको विचार तपाईको भविष्य होइन। यदि तपाईँ आफैमा विश्वास गर्नुहुन्छ भने संसारको कुनै पनि आवाजले तपाईलाई रोक्न सक्दैन। जीवनमा कहिलेकाहीँ जोखिम लिनुपर्छ, किनभने सधैँ सुरक्षित बाटो रोज्दा नयाँ सम्भावना खुल्दैन। पहिलो कदम डर लाग्न सक्छ, तर त्यही कदमले तपाईलाई नयाँ ठाउँमा पुर्याउँछ। साहस बिना परिवर्तन सम्भव छैन। सफलता प्राप्त भएपछि त्यो सफलता केवल आफैमा सीमित राख्नु हुँदैन, अरूलाई पनि साथ दिनुपर्छ, साथमा अगाडि हिँडाउनुपर्छ, उनीहरूलाई पनि उठाउन मद्दत गर्नुपर्छ। किनभने साँचो सफलता त्यो हो जसले अरूको जीवनमा पनि उज्यालो ल्याउँछ। जीवन सजिलो छैन, असफलता आउँछ, थकान आउँछ, कहिलेकाहीँ निराशा पनि आउँछ। तर यिनै क्षणहरूले मानिसलाई बलियो बनाउँछ। जब तपाईँ लड्नुहुन्छ, फेरि उठ्नुहोस्। जब तपाईँ थाक्नुहुन्छ, फेरि प्रयास गर्नुहोस्, किनभने हार मान्नु तपाईँको विकल्प होइन। आज एउटा निर्णय लिनुहोस्, सपना देख्ने मात्र होइन, त्यसलाई पूरा गर्ने यात्रा सुरु गर्नुहोस्। पाइला अगाडि बढाउनुहोस्, लक्ष्य बनाउनुहोस्, मेहनत गर्नुहोस् र निरन्तर अगाडि बढ्नुहोस्। किनभने यदि तपाईँको लक्ष्य स्पष्ट छ भने बाटोहरू आफै खुल्दै जान्छ, बाटोहरू आफै बन्न थाल्छन्। याद राख्नुहोस्, तपाईँ हार्नको लागि होइन, जित्नका लागि जन्मनु भएको हो। सबैलाई जितेर सफल हुनुहोस्। यहाँहरू सबैलाई धेरै धेरै धन्यवाद। मित्रहरू, यहाँहरूलाई यो भिडियो कस्तो लाग्यो? यदि राम्रो लाग्यो भने यस भिडियोमा लाइक गर्न र साथीहरूसँग सेयर गर्न नभुल्नुहोला। यदि तपाईँहरू हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने यस्तै खालका प्रेरणादायी भिडियो हेर्नका लागि यो च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला। भोलि फेरि अर्को भिडियो लिएर उपस्थित हुनेछौँ। तबसम्मका लागि बिदा दिनुहोस्। हवस् त, धन्यवाद, नमस्कार।